रुममा आएर पनि सुख शान्तिले सुत्नु पाउँदैन। भोक लागेर यस्तो भएर कस्तो लच्छा बिचरा यत्रो सानोमा आमा चाहिँ छैन। आफूले खुवाउनु पर्छ। पाख्नै कस्तो हतार भागेर खानलाई कति चाहिँ भोक लागेको रहेछ त। दिन 3-4 टाइम दिँदा पनि आमा नभएपछि चाहे पशु होस् होइन, चाहे मान्छे नै होस्, सबैको बिजोकै हुँदो रहेछ क्या। आमासँगै भए भए यस्तो छटपटिनु पर्थ्यो। आमा खोइ भनेको काटेर खाइसक्यो भन्छ। साँच्ची नै भने कि फटा भने हो।